जय मसीह सबैजनालाई। तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यो रात्रिकालीन समयमा म तपाईँहरूको बिचमा एउटा बाइबलको पद भन्न चाहन्छु। दोस्रो कोरिन्थी 5 अध्यायको 17 पद। यसकारण यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। अनि यस सन्दर्भमा म तपाईँहरूलाई केही कुराहरू भन्न चाहन्छु। यदि मान्छेले होइन, यदि भन्नाले पनि मान्छेको आफ्नो आफ्नो एउटा गल्ती हुन्छ, कमजोरी हुन्छ होइन। मान्छेले गल्ती गर्दैन भन्छ तर गल्ती गरिपठाउँछ। तर पनि त्यो मान्छेले आफ्नो गल्तीहरूलाई स्वीकार्दैन, आफ्नो कमजोरीहरूलाई त्यो मान्छेले चाहिँ होइन एउटा मान्दैन, मेरो कमजोरी हो भने स्वीकार्दैन नि। अनि त्यो मान्छे कहिले जिन्दगीमा अगाडि बढ्न सक्दैन होइन। यसकारण बाइबलले पनि भन्दछ कि यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। भन्नको मतलब यो हो भने पुरानो कुराहरू सबै बिति गएको छ होइन, अब नयाँ आएको छ। त्यही कारणले गर्दाखेरि तपाईँहरूले पनि यो कमजोरीहरूलाई, तपाईँहरूको पनि गल्तीहरूलाई स्वीकारेर होइन, तपाईँ पुरानो कुराहरूलाई सबै त्यागेर चाहिँ अब नयाँतिर अगाडि बढ्नुपर्छ भन्न खोजेको हो। त्यही कारणले गर्दाखेरि आजको यो रात्रिकालीन समयमा यो तपाईँहरूलाई यो मेसेज अनि यो कुराहरू मेरो लागि पनि, यो तपाईँहरूको लागि पनि है त। हुन्छ, यो समय परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह।